खानको लागि मलाई कसैले पनि रोक्न सक्दैन साथीहरू। हजुरहरूले देख्नु नै सक्नुहुन्छ। नमस्ते हजुरहरू सबैजनालाई अनि शुभ बिहानी। आज चाहिँ म बिहान उठेर लुगा धुन थाले। आजको मेरो बिहानीको सुरुवात चाहिँ लुगा धुनबाटै भएको थियो। म चाहिँ जहिले पनि आफ्नो लुगा चाहिँ आफै नै धुन्छु अनि म छुट्टीको दिनमा चाहिँ लुगा धुदिन। छुट्टी बाहेक अरू दिनमा चाहिँ म बिहान लुगा धोएर काममा जान्छु। अनि दिदीले पनि भन्नुहुन्छ तिमी बिहान उठेर लुगा धोएर नुहाएर कति धेरै काम सकाएर काममा आउँछौ, कसरी भ्याउँछौ? म त केही पनि गर्दिन, म त उठेर जस्ट काममा मात्रै आउँछौ, तिमी त यति टाढाबाट आउँछौ भन्नुहुन्छ दिदीले। अनि म चाहिँ साखुबाट कमल पोखरी जान्छु नि त, अनि त्यहाँबाट त धेरै टाइम लाग्छ नि त। अनि म चाहिँ आफ्नो काम छ भने चाहिँ अलि छिट्टै बिहान उठेर सबै काम सकाएर म चाहिँ काममा जान्छु। अनि आज पनि मेरो काम साम सकेर म चाहिँ कामतिर लागे। यति राम्री भएर आज चाहिँ म चिटिक्क परेर हिँडिरहेको थिएँ। तर हाम्रो घरको बाटोको हालत त जहिले पनि त्यस्तै हो साथीहरू, जहिले पनि कहिले बनेको थाहा छैन। त्यसपछि आज चाहिँ म खुसी भएर गाडी चढ्दै थिएँ, किनभने आज पुरै गाडी खाली नै थियो। अनि म चाहिँ सिट पाएर मक्ख परेर झ्यालमा बसेर पुरै हेर्दै 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 लाएर काममा जाँदै थिएँ। अनि जाम नहुने त कहिले पनि, जाम नहुने त कुरै छोडिदिउँ कि जहिले पनि जाम हुन्छ। त्यसपछि म गाडीबाट ओर्लेर सरासर लाएर काममा गएँ। काममा गएपछि चाहिँ म 12 बजीतिर मैले खाना खाएँ, किनभने म घरबाट चाहिँ खाना खाएर काममा जाँदिनँ। घरबाट खाएर गयो भने त काममा भोक लागिसक्छ, त्यही भएर म काममै खान्छु। त्यसपछि मैले आँप पनि लगेको थिएँ। एक्लै यति धेरै निन्द्रा लाग्छ, यति धेरै झ्याउ लाग्छ। आज दिदी अर्को स्टोरमा हुनुहुन्थ्यो अनि म एक्लै थिएँ। अनि म चाहिँ आँप पनि खाएँ मजाले। त्यसपछि फेरि आँप खाएपछि मैले केरा पनि खाएँ। साथीहरू म यति धेरै खान्छु, यति धेरै खान्छु, अझ यो त केही पनि होइन, म त ओभर धेरै खान्छु। त्यही भएर म एकदम धेरै मोटाएको छु। यो 1 वर्षमा म 10 किलो मोटाएको छु। अब कसरी दुब्लाउने हो त्यो त मलाई थाहा छैन, म दुब्लाउन पनि सक्दिनँ। मलाई खान मात्रै मन लाग्छ धेरै नै। त्यसपछि सबै कामहरू सकेर म चाहिँ घरतिर लागेँ। अनि घरतिर लागेपछि पनि गाडी त कुर्नु परिहाल्यो होइन। म त यही गाडीमा आउने जाने गर्दा गर्दै म डिप्रेसनमा जान्छु जस्तै भइसकेँ। त्यसपछि घरमा नि पुगेँ। अनि बहिनीको चाहिँ भोलि टेलरको एक्जाम छ अरे, त्यसरी ऊ चाहिँ ब्लाउज बनाउन लागेको रहेछ। अनि मैले पनि यसो हेरेँ। त्यसपछि खानासाना खाएर अनि मलाई चाहिँ अस्ति डाक्टरले एउटा औषधि दिनुभएको थियो, अनि त्यो औषधि पनि 2 बिरको खानुपर्ने रे। अनि म औषधि खाएर सुतेँ। बाई बाई गाइज।